शिक्षक महासङ्घले 2080 सालमा पनि धोका दियो क्या? अझै पनि तपाईँहरू शिक्षक महासङ्घकै पुछेर समाउनुहुन्छ? धन्यवाद प्रश्नको लागि। सर्वप्रथम त म हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। यहाँहरूले मेरो यो इन्टरभ्यू लिन खोजिरहनु भएको छ। म पेन्सन वञ्चित शिक्षक केन्द्रीय सङ्घर्ष समितिको अध्यक्ष अमृत कार्कीले जुन खालको प्रश्न गर्नुभयो, 2080 साल असोज 3 गतेदेखि हामी यो निरन्तर रूपमा आन्दोलनमा थियौँ र नेपाल शिक्षक महासङ्घले असोज 5 गते एउटा सम्झौता गर्यो। त्यो सम्झौतामा हामीलाई धोका दिएको थियो। तथापि हामीले त्यो आन्दोलन निरन्तर 7 दिनसम्म लम्ब्यायौँ र 2080 साल असोज 12 गते एउटा सम्झौता गऱ्यौँ हामीले। त्यो सम्झौतामा पेन्सन वञ्चित शिक्षक समूहको तर्फबाट म आफैले हस्ताक्षर गरेको छु। नेपाल सरकारले हस्ताक्षर गरेको छ। यसको मतलब हामी नेपाल शिक्षक महासङ्घलाई मान्दैनौँ भन्ने पक्षमा होइन। आज पनि हामी नेपाल शिक्षक महासङ्घको अन्तर्गत आइरहेका छौँ। तर विगतमा दिएको धोकालाई सम्झिने हो भने हामी नेपाल शिक्षक महासङ्घलाई मान्न नसक्ने अवस्थामा पनि पुग्न सक्नेछौँ। त्यस कारणले गर्दा जस्तै पेन्सन वञ्चितका कुराहरू तपाईँले केन्द्र प्रदेश स्थानीय तहमा पनि पेन्सन वञ्चित शिक्षक समूह भनेर एउटा गठन गरिसक्नु भएको छ, एउटा सङ्गठन निर्माण गरिसक्नु भएको छ होइन? तपाईँहरूको सङ्गठनले भनौँ शिक्षक जुन पेन्सन वञ्चित शिक्षक समूह छ, पेन्सन वञ्चित शिक्षक समूहले शिक्षक महासङ्घलाई चाहिँ उसको पछि नलागेर तपाईँहरूले आफ्नै छुट्टै मागहरू राख्न सक्नुहुन्न? त्यति चाहिँ तपाईँहरूसँग त्यो हिम्मत छैन? धन्यवाद। हामी शिक्षक महासङ्घभन्दा फरक ढङ्गले जान सक्ने अवस्था 2080 सालमै क्रिएट भएको थियो र हामीले आफ्नो ढङ्गले सम्झौता गऱ्यौँ। तर आगामी दिनमा नेपाल सरकार र शिक्षक महासङ्घ जुन नेपाल शिक्षक महासङ्घलाई नेपाल सरकारले चिन्ने भएको हुनाले हामी नेपाल शिक्षक महासङ्घ अन्तर्गत जान लागेको। तर अब यो पटक हामी नेपाल शिक्षक महासङ्घको छातामुनि रहे तापनि विगतमा भएका सम्झौता जो पेन्सन वञ्चित शिक्षकको आफ्नै खालको सम्झौता छ, त्यो सम्झौतालाई हुबहु कार्यान्वयन गर र पुरानै पेन्सन प्रणाली जुन छ त्यो पेन्सन प्रणाली 2075 सालदेखि हालसम्म भनेको यो नयाँ शिक्षा ऐन जारी हुनुभन्दा अगाडिसम्म स्थायी नियुक्ति प्राप्त गर्ने शिक्षकहरूको हकमा पुरानै पेन्सन प्रणाली र त्योभन्दा पछाडिको शिक्षकको हकमा सरकारले जे बोलेको छ, जे बोल्छ त्यसको विषयमा हामीले वकालत गरेका छैनौँ। तर अहिलेसम्मको कुरा गर्दाखेरि नेपाल शिक्षक महासङ्घले पनि अहिले हाम्रो पेन्सन वञ्चित शिक्षक समूहको तर्फबाट उहाँहरूले नै कुरा राख्दै आउनु भएको छ र उहाँहरूलाई हामीले जस्तै यो पेन्सन वञ्चित समूहमा चाहिँ विशेष गरी यङ जेनेरेसनको टिचर्सहरू धेरै हुनुहुन्छ। अनि तातो रगत भएका टिचरहरूको सङ्ख्या धेरै छ। उहाँहरूले चाहनुभयो भने त शिक्षक महासङ्घलाई त होइन आन्दोलनको हिसाबले नै जाने हो भने त शिक्षक महासङ्घ त पेन्सन वञ्चितको अगाडि त के निरीह बन्न सक्छ होला नि त? वास्तवमा तपाईँले उठाएको प्रश्न एकदमै जायज छ। यसको मतलब के हो भने अहिले हामी लगभग 50,000 भन्दा बढीका शिक्षकहरूको पेन्सन वञ्चित शिक्षकहरू रहेका छौँ। यदि शिक्षक महासङ्घले फेरि हामीलाई धोका दिने अवस्था रह्यो भने हामी 50,000 भन्दा बढी शिक्षकहरू हामी आफै एक्लै आन्दोलन गर्न सक्ने अवस्थामा पुगिसकेका छौँ। यसको मतलब शिक्षक महासङ्घको प्यारलल शक्तिको रूपमा हामीले आफूलाई बुझाइरहन खोजिरहेका होइनौँ। तथापि यदि पेन्सन वञ्चित शिक्षकको सवालमा शिक्षक महासङ्घले हाम्रो आवाजहरूलाई उठाएन र हाम्रो मागहरू सम्बोधन गरेन भने हामी प्यारलल शक्तिको रूपमा पनि उपस्थित हुन सक्ने अवस्था रहेको छ। किनभने यो एउटा साझा पेन्सन वञ्चित शिक्षक समूह भनेको एउटा साझा सङ्गठन हो, शिक्षकहरूको सरकारवाला सङ्गठन हो। त्यस कारणले गर्दा अब यसले आफ्नै ढङ्गले अगाडि बढ्न सक्ने अवस्था पनि आयो भने जस्तै पेसागत सङ्घ सङ्गठन भनौँ, तपाईँहरूको शिक्षकहरूको एउटा सङ्घ सङ्गठनहरू छन् जुन छाता सङ्गठन भन्ने कि त्यसलाई अब के भन्ने होइन, त्यो तपाईँले नै भन्नु होला। उनीहरू के भन्छन् भने यो पेन्सन वञ्चित भनेको त केही पनि होइन, यो त भर्खरका केटाहरूले रमाइलो गर्नको लागि चाहिँ एउटा जमात तयार पारेको भनेर पेन्सन वञ्चितलाई खिचिटिउरी गर्छन्। यो सन्दर्भमा तपाईँहरू के भन्नुहुन्छ? मलाई लाग्छ नेपालमा भएका शिक्षकहरूको ट्रेड युनियन अधिकारलाई सुनिश्चित गर्ने गरी लागेका पेसागत सङ्घ सङ्गठनले यसो भनिरहनुहुन्छ भन्ने मलाई लाग्दैन। यदि भन्नुभएको रहेछ भने यो उहाँहरूको भ्रम र भुल हुनेछ। किनभने हामी त्यही शिक्षक सङ्गठन अन्तर्गत कतिपय शिक्षकहरू पेन्सन वञ्चित शिक्षकहरू पनि त्यहाँ आबद्ध हुनुहुन्छ। तथापि हामीले अहिले पेन्सन वञ्चित शिक्षक समूह चाहिँ कुनै पनि सङ्घ सङ्गठनमा छैन भन्ने होइन, आफ्नो ठाउँमा हुनुहुन्छ। तर अहिले पेन्सन वञ्चित शिक्षक चाहिँ समग्र सबैको माग र मुद्दाको लागि लागेको छ र हाम्रो माग र मुद्दालाई सम्पूर्ण शिक्षक महासङ्घका घटक सङ्घ सङ्गठनहरूले हाम्रो माग र मुद्दालाई पक्कै पनि सम्बोधन गर्नुहुन्छ भन्नेमा हामी दृढ र विश्वस्त छौँ।